कतिलाई डर लाग्छ भनेको लोकसेवा तयारी गर्ने भन्ने सोच हुन्छ तर भित्रै पहिलेदेखि के डरले खान्छ भने नाम निस्किँदैन म सक्दिनँ भन्ने खालको हुन्छ साँच्चै यो गाह्रो हुन्छ नाम निकाल्न होइन यस्तो छ नाम निकाल्न सजिलो हुन्छ भनेर भन्नु पनि भएन किनभने सबै सजिलो भएको त सबै जारी खाइसक्थे गाह्रो त पक्कै पनि छ गाह्रो किनभने कोटा कम हुन्छ सिट सङ्ख्या कम हुन्छ र राम्रो ट्यालेन्ट स्टुडेन्ट प्रतिस्पर्धीहरू 101 प्रतिस्पर्धी मध्येको फेरि उत्कृष्ट छनौट हुनु पऱ्यो नि त त्यो भएर गाह्रो चाहिँ हुन्छ अब डर चाहिँ कस्तो छ भने एउटा पङ्क्ति जो जस्तै समाजमा चाहिँ सरकारी सेवामा प्रवेश गरेको समाज भएको ठाउँमा चाहिँ नयाँ युवाहरू आउँछन् इन्करेज जस्तै गुल्मीमा अर्घाँची पाल्पा स्याङ्जा अझ बुटोलतिर पश्चिमतिर भनौँ न दैलेख सुर्खेत माथि चाहिँ जुम्ला यो बेलमा चाहिँ अझै बढी पढ्ने ट्रेन्ड छ अब अहिले पूर्वमा पनि यो ट्रेन्ड सुरु भयो म त अझ पहिला 73-74 सालतिर पढाउन जाँदा कतिपय नगरपालिकाहरूले पढेर आउँथ्यो पढाइसक्यो सर यो तालिमको सर्टिफिकेट कहिले पाइन्छ भन्थे त्यो भनेको लोकसेवा पढ्ने ट्रेन्ड नै नभएको कि जहाँ चाहिँ व्यवसायमा अझ बोर्डर भएको जिल्लाहरूमा चाहिँ बरु त्यो होइन अर्को देशको कारोबार गर्ने सामान्य ओसार पसार कारोबारमा लाग्ने व्यवसाय गर्ने पैसा कमाउने तर सरकारी सेवामा प्रवेश गर्नुपर्छ भन्ने ट्रेन्ड थिएन अझ इभन यही सिन्धुपाल्चोक होइन थिएन नि त त्यति अब अहिले चाहिँ फेरि त्यस्तो छैन अहिले त सबैतिर यो अनलाइनले पनि हो है फेरि यसमा सबैतिर जागरुक छन् सबैतिर पढ्न खोज्ने हामी सरकारी सेवामा जानुपर्छ भन्ने एउटा भाव चाहिँ पैदा भयो